सबैलाई बान्ता ब्लग 24 मा वेलकम गर्दै है। र आज फेरि हजुरहरूमा आज एउटा सानो भिडियो लिएर आइरहेको छु है। र आज हाम्रो चिन्ता मरौ चिन्ता है हाम्रो दार्जिलिङमा परेको छ है। र हाम्रो माङ्पा मनिष राईज्यूको उहाँ बस्नुहुनेछ। अन्त त्यसै त हामीले केन्चेरहरू पनि यहाँनिर हुनुहुन्छ है। र आज भर्खरै मात्रामा हामी यहाँ घरमा आइपुगेको छौँ है। र अबको केही छन् भने हामी यहाँनिर तयारी गरेर पूजाहरू गर्नेछौँ है भन्दै हजुरहरूलाई म जानकारी पनि गराउन चाहन्छु। यहाँनिर छ त्यो सामानहरू हाम्रो यो यसलाई सुकाउँदैछु हो, किनभनेदेखिलाई यो चाहिँ हामीले सुकाउनै पर्छ नि त मरौ चिन्तामा। अन्त यहाँनिर चाहिँ हाम्रो दादाले बनाउनु हुँदैछ होइन, धान थपनाको लागि बनाउनु हुँदैछ। र आधी उधी हाम्रो साथीहरू चाहिँ तल छ। यहाँ चाहिँ हामीले नगरेको नि त, किनभनेदेखिलाई यहाँ चाहिँ पुरा हावा चल्दैछ। आज फेरि दार्जिलिङको वेदर पनि पुरा बिग्रिरहेको छ हो, त्यही भएर यहाँनिर चाहिँ नगरेर हामी चाहिँ तलपट्टि पनि अर्को जग्गा बनाएको रहेछ नि त, अन्त त्यहाँनिर गर्छौँ। अन्त म चाहिँ यहाँनिर यो रेडी पार्दैछु गाइस।
हेलमारी दादारी छ ल बाला सुनेर लैजाऊ तिम्रो साता माङको गड्डा तिम्रो यसै साम्पाङ खाना लुङ्डामा त पहिला पहिला त बहुतै सेवाभाग गरेर ल्याउँथ्यौ आहा के भयो देऊ न चिया चिया देऊ न मलाई ढाँट त्यो गरिदिनु न हुन्छ बाई 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 आमा आमाको हातबाट खुवाइदिनु चिया पनि अलिकति के चाहियो अन्त त के सोध्नु है यहाँको के दुख्यो ल ल ल गरम भयो खै के गर्नु म त मैले मेरो बुढी आमालाई के गर्नु एक्लै पारे सब के गर्नु अब त्यस्तै भयो अब राम्रोसँग जाऊ ल खै मेरो ज्याकेट 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 मेरो चप्पल छ नि चप्पल त्यो साँच्ची लगाएर अरू के चाहिन्छ भन है ल ल मेरो स्वर सुन्दैछौ म दिदी हो चिन्यौ ज्याकेट छ ज्याकेट हेर्न ल ज्याकेट छ ल